थियो नत्र त हुन्थ्यो भने भने फुटबल दाइ तुलुले रिसाउँछ भनेको अनि तुलुले भनेको सनिम त अझै दाइले फेरि जोइन गरेर पाठ पढाउँछु भनेको तुलुले भन्यो दाइलाई सम्झाउन हामी भनेर भन्दै उनीहरू कति मैले होइन। म एक्लै थिएँ दाइ यही छैन यता सुन म त हरेक दिन आउँछु तिमीलाई यो राजीव भाइलाई पनि सेतो कलरमा देख्छु भोटिनीलाई पनि सेतो कलरमा देख्छु जुन दिन राजीवले कालो लागु हुन्छ भोटिनी पनि कालै लागि हुन्छ हैन जुन दिन राजीवले निलो लागु हुन्छ भोटिनी पनि निलो लागि मैले याद गरिरहेको छु तर यो साउन्डको अन्धा यो हरियो यसले हरियो छोड्दैन मलाई हरियो कपडा एक एकदम हप्ता भयो त्यो हरियो देखेको मैले बाबु त टी सर्ट लुगा सुगा अब नुहाइ धुवाइ गरेर धुन्छ कि त फालिदिन्छ यो लुगाहरू भन् त कहाँ फाल्नु सरमले धुन्छु अनि यति धेरै पनि लाउनु हुँदैन बाबु डिस्कलर होला शरीरमा लुगा छाप बस्ला मोइलिन्न यो त धेरै अलिअलि मोइल परेको त्यस्तो छैन अब कुन मुखले भनौँ के कुन मुखले यसलाई म आफ्नो भाइ भनौँ कुन मुखले यसलाई म भाइ भनौँ दारी काट भनेर भन्छु दारी काट्दाखेरि अस्ति बाटोमा गएर त्यो सबजनाले सेल्फी खिचे अरे रविन्द्र ढाँड जस्तो देखियो भनेर अब दारी पाल्यो भने इमरान हासिम जस्तो देखिन थाल्यो हेर बाबु म भन्दैछु सम्झाइरहेको छु नुहाइ धुवाइ गरेर राम्रोसँग बस के दाइ यता चाहिँ कुरा गर्नु पर्यो यता अलिक सिरियस के कुरा भन त तिमीहरूको फेरि लभको अलग चक्कर छ यहाँ देशको चिन्ता छ ऊ के अरे त्यो सनिम दाइ छ अनि त्यो दाइ विदेशमा छ नि अब पर्सि 4 कि 5 तारिक आउने रे अनि बुके लिएर जाने रे 2 जना अनि खै के भयो उसलाई त लिम्बू नै भन्न थालेको थियो अघि त अनि मलाई पहिला सुरुदेखि सुन्दा म त सुरु गर्नै सक्दिनँ दाइ अब सम्झिनै चाहन्न त्यो अघि 1 घन्टा अगाडिको पलहरू म त यस्तै बसेको त यस्तो गरेर कन्ट्रोल गरेर यस्तो गरेर बसिरहेको थिएँ म त खै के बुझ्नै सक्दिनँ तिमीहरूको लभ सप म एकदम सोझो मान्छे हो लभ सप गर्ने खालको म मान्छे पनि होइन म लभ सपको कुरा वान मैन आर्मी बुझ्यो म कुराकानी घुमाएर यताउति गरेर म बुझ्ने सिधा भन न के कुरामा ठुलो भाइ भन्छ हो दाइ एकदम 10 वर्षसम्म तपाईँले लभ चलाउनु भएको भनेर भन्नुभएको छ अस्ति मलाई भेट्दाखेरि तपाईँले त्यस्तो लगको टेन्सन कहिले भाइले 10 वर्षसम्म रिलेसन चलाउँथ्यो बुझेनौ तिमी रोइरहेको थियौ नि तिम्रो रिलेसनसिप मैले एडभाइस दिएको हो नि त 10 वर्षको रिलेसनसिप 1 मिनेटमा छोडिदिएको मान्छे हो बुझेनौ त्यसपछि दिल टुटेको हो त्यसपछि मलाई लभ सपको यो चक्करमा ओइ बाबु भन्दै त मेरो बारेमा बाबु भन्छ ओइ तँलाई मैले राति सुनाएको दाइको कोही हुनुहुन्न दाइ सिंगल हो अब दाइले चाहिँ अब त्यस्तो कोहीसँग यताउति त्यो केटीहरूको चक्करमा त्यस्तो गर्नु न त्यस्तो काम यताउति गर्नु के गर्नु न नै यताउति केटीहरूसँग त्यस्तो मन पराउने यताउति यसले मलाई कतिवटा केटी लिएर आयो कतिजनाको फोटो लिएर आयो कतिजनाको फेसबुक आइडी दियो यसले मलाई तर मैले कसैलाई हेरेँ बाबु भन्छ नै कसैलाई पनि हेर्नु होइन मैले कतिजनालाई पठाइदिएँ दादा एक्लै भइसक्यो राति लाइभ पनि एक्लै बसिन्छ चाँडै लाइभ इन गर्नु पर्यो अबदेखि भन्न कति माया गर्छ यसले मलाई तर म कहिले पनि लागेन यो लभ सपको मलाई सिधा कुरा भनौँ न यो कुरा घुमाइ गरेको मलाई मन पर्दैन के स्ट्रेट फरवर्ड के यो भ्यागुता को कस्तोमा गरेर आऊ तु लुतेर भाउ मेरो यतातिर धानमा भ्यागुता खाने यतातिर अनि सो राति सुत भनेर भन्दैनस् त राति एकचोटी बाहिर गएर चिचाए सुतै भन् डान्स गरेर कर्करे भ्यागुतो कराइरहन्छ त्यो कर्करे भ्यागुतोले ठुलोवाला हो त्यो वाला हो के निलोवाला ठिक छ ओके छ यता सुन्नु लभ सपको कुरा लभ सपको मलाई एडभाइस पनि नसोध बुझेनौ लभ सपको एडभाइसहरू केही पनि नसोध मलाई बुझेन तर तिमीहरूको के चलिरहेको के हो यताउति यो टुल्लु भाइ पनि म्यारिड हो होइन टुल्लु भाइलाई पनि नसोध टुल्लु भाइलाई पनि यो फन्डामा नपार ए बाबु त हेर केटीको फोटो हालेको थियो त्यहाँनिर कसको केटीको फोटो हालेको छ सुध्रेछ उ त अहिले जोइन हुने बित्तिकै मैले जिस्का खाइन है मात्रै भन्छ मैले जिस्का खाइन है भन्छ अन बित्तिकै हैन म त टुल्लु भाइ मान्छे भगवानै यो सुरुमा एकछिन हो के भन्नु यार हातको यो बाउला यस्तो काकी तल त गर्यो काकी गनाउन छोड्यो तल त्यो कट्टु खुला गरेर तल यताबाट हस्काउन थाल्यो यार कट्टु पनि बन्द गर ल
यता सुन राम्रोसँग बस हल्ला नगर कोही रुने काम पनि नगर यहाँ तिमीहरू रुन्छौ मलाई आएर कमेन्टमा लेख्छन् यो रुन थाले यसलाई पकाउनु पर्यो यो रुन थाले मैले यसलाई पकाउनु पर्यो अनि चुपो लाग्यो भने रोयो भन्न थालिहाल्छ त अहिले के भन्नु यार तिमीहरू त सेन्टिमा यो लाइभमा आएर यो सब कुरा छोड के दुःख सुख यो पुरा रुने धुने यताउति यो कुराहरू चिल्याक्स के हो रे चिल्याक्स चिल्याक्स के चिल्याक्स बुझ्नु चिल्याक्स रिल्याक्स भनेको खुसी हुनु सबैजना भनेर यता सुन अब यो कुरा छोड तिमीहरू रुन पनि छोड म तिमीहरूसँग एक लगाउँछु म्याच बुझ्यौ एक म्याच लगाउँछु थाहा छ तिमीहरू आज दमदार भएर यसपछि फेरि मेरो अर्को एकजना केटी हुनुहुन्छ उहाँले आज प्लानिङ गरेर राख्नु भएको छ अरे मलाई अर्को है आज म प्लानिङ आज यो लाइभको चाहिँ मेन गोल यो तिमीहरूसँग म्याच खेल्नुको मेन रिजन चाहिँ यो टुल्लुलाई पनिसमेन्ट चाहिँ म यसलाई लाइभमा नआउन लगाउँछु क्यामेरा मोबाइल उता राखेर यो लाइभमै नआउँछ होइन बुझ्यौ यो राजीव भाइलाई चाहिँ म के गर्न लगाउँछु राजीव भाइ त्यहाँ बसेको गर्छ कुद्न लाउने रोडमा नाइ कुद्न नलगाउँ जापानमा स्ट्रिक्ट छ होला तिमीलाई चाहिँ कुद्न लाउनु पर्ला जस्तो छ है यो चाहिँ भोटिङलाई बाहिर पानी पर्यो यहाँ ल पानी पर्यो भने ठिकै छ ल है दुईजना चाहिँ भोटिनी चाहिँ बाहिरतिर उ छ यस्तो नल छ हात चलाउनेवाला नल होइन ट्याप छ धारा छ तिमी त्यहाँ गएर बस्छौ धारामा बाल्टीमा पानी थापेर बसिराख्छौ लाइभमा है बुझ्यौ है अनि यो राजीव भाइ चाहिँ जग मात्रै पक्रेर यस्तै जग मात्रै लाइभमा देखाएर बस्छ होइन जग टुल्लुलाई जग दिला जस्तो गरेर बस्छ होइन अनि माथि टुल्लु चाहिँ नुहाउँछ लाइभमै नुहाउँछ हुन्छ त मैले जग देखाउँछु धारा बस्छ ननुहाएको धेरै भयो के डाङबाट फोन आउनु थाले डाङबाट कल आउनु थाले कुलबोईको भाइ भनेर भन्छ कुलबोईको भाइ भनेर आफूलाई चिनाउँछ त्यहाँ लुक्स हेर्छ त्यो इमरान हासिमवाला लुक्स दिएको हेर्छ त्यहाँ इमरान हासिमको लुक्स दिएको हेर्छ त्यहाँ तान्छ है खुट्टा सुट्टा तान्छ यसले खै एकचोटि हान्छ फेरि लुक्स दामी लाग्यो खै फेरि त हान्छ है इमरान हासिमको लुक्स फेरि हेर त जन्नतकै लुक्स हान्यो नि जन्नतकै लुक्स हान्यो नि ऊ हेर त यता राइटतिर यतातिर हेर कहाँ उता हेर्ला चाहिँ जन्नतकै लुक्स हान्यो अनि ल रोक नुहाइसकेपछि झन् दामी देखिन्छ पक्का पहिला तिमीहरू जति प्लानिङ गर्नु छ गर जति प्लानिङ जहाँबाट प्लानिङ आज हेर मसँग बुस्टर आज त हामीले 15-20 बुस्टर छ 15-20 हामी त कहिले जिताम न आज दाइलाई नि पनिसमेन्ट दिउँ न कहिले के देऊ नि त म रेडी छु सक्दैन हामी पनि दिउँ न गाइस है त आउनु पर्यो सबजनाले आज चाहिँ प्लान गरेर प्लानिङ हामी बाबु साहेब दाइ आइसक्नु तुफान दाइ यदि तुफान दाइ उतापट्टि गयो भने तुफान दाइ याद छ नि फेरि बाबु साहेब दाइ मास्टर दाइ आइसक्नु मन्स्टर दाइ याद छ नि फेरि कसम छ ल चल आऊ नआस बुझ्यौ अरे यार कुलबोईको लाइभ हो पनिसमेन्ट पनि पुरा याद बुझेन मौतका खेल हुन्छ सिधा मौतका खेल शान्ति पनिसमेन्ट गराउँदैन आऊ सबजना रेडी आज त जसरी ल खेल नुहाउन लगाउँ किन राति फेरि जाडो लाग्ला यसलाई फेरि होइन गर्मी छ त के भन्नु ए बाबु नआस बेकारमा मान्छे केटी लडेर यहाँ फेरि मलाई ल रेडी भयो है रेडी हो च्याट रेडी हो आजको फर्स्ट ब्याटल आजको फर्स्ट खतरनाक ब्याटल हुँदैछ मेरो भाइहरूसँग आजको च्यालेन्ज छ टुल्लु मेरो भाइ राजालाई अलिकति साबुन पठाउनु पर्ने खालको च्यालेन्ज छ एक्सेप्ट गर जस्ट एक्सेप्ट इट ल राजीवको के हुन्छ फेरि भाग्छ नि त के हो यार यो भागिदिया डिट गरे हेलो भोटी नि खाँदा नि भयो के भयो मेरो मेरो अड्किरा हजुरको साथी ल गेम स्टार्ट जग हालेर पानी हालेर हिजो फेरि त्यो लगाइदिएको के हो यहाँ खै त आइसक्नु भएको छ भोटिनीजी नेटै गयो म रुममा आएँ अब कुन नेट हो त्यस्तै छ है कुन नेट हो तिम्रो यो मेरो ओल्डिङ कामै छैन कि मैले भनेको न म बेकारमा भन्ने मान्छे होइन कि अघि नै भन्दैछु नि कसैको पनि चलेको छैन कि यो कसैको पनि चलेको छैन किन मेरो पनि चलेको छैन कि डाटाले चलाइरहेको छु
ओन्ली नेट हो हाम दादा फेरि गाउँमा त जिरो जिरो पुरै जिरो जेको नि त्यही छ नि। गाउँमा सहरमा पनि त्यस्तै छ गाउँमा नि त्यस्तै रहेछ के यिनीहरू अनि अलिकति के त्यो इन्टरनेट पनि जिरो त्यही भनेको त छिमेकीको छोरी जस्तै के हल्का हल्का देखा मात्रै दिने के झ्यालबाट देखाएको हल्का छैन लुगा- पुरै जिरो छ कि जिरो पुरै जिरो हेर्ने यहाँ ए गाह्रै छ बाबु हजुर त कुन नेट चलाउँछ म त सस्तोवाला हो डिसम फाइबर नेट ए दामी दियो है फेरि मेरो भाइले दामी दियो है पुरै जिरो हेर्ने जिरो मेरो नेट हेर्ने मेरो नेट पुरै जिरो ल यता सुन जग्गा उन नगर तिमीहरू त्यो नेट सेटको बाहना नबनाऊ अब तिमीहरूको गेट सेट भाज्न आउँदैछु म बुझ्यौ नेट सेटको उ नगर रेडी बस गाइस कोही छैन हामी टिप्सलाई कल गरौँ न फोन हाना घुमाउ न बाबु साहब दाइले के भन्नुहुन्छ आज कुलबतालाई पनिसमेन्ट दिनुपर्छ कि तुलु भन्ने म नि त्यही भएर तयारी गर्दैछु तर तयारी गर न छिटो आऊ कलसल गर न तुलु कलसल गर न तुलु अब कहाँदेखि कल गर्ने यहाँ कोही हुनुहुन्न कहाँदेखि अनि गिफ्टलाई बोलाउनु छैन कुलबताको गाइस ट्याप सबले काम मेरो बल सपोज हाम्रो आज दाइले पनिसमेन्ट दिनुपर्छ गाइस डबल ट्याप गर्न गाइस यसो लाएर गाइस रोहित बोरा दाइ वेलकम मजाक गरेको हैन मजाक से हट्के हैन यता सुन जिताइदिनु गाइस तिमीहरूलाई ढिलो मलाई हुन्छ सबैजनाले प्लिज यता सुन डबल, तिमीहरूलाई अहिले ढिलो डबल। हुन्छ थ्याङ्क यू गएर यसो नलसलमा गएर बसिहाल जा बाबु त अब रेडी बसिहाल। तयारी आज गाइस सबैजनाले गाइस। तयारी गर्दै गर डबल ट्याप गर्न गाइस डबल ट्याप गाइस सबजनाले यसलाई मात्रै खोलौँ है डबलमा लगाइदिउँ न साथीहरू डबलमा सबैजनाले साथीहरू ल मस्ट लभ सिका ओके वेलकम टु द टी वेलकम टु द क्याङ एभ्रीवन सबजनाले ल आज जित्नुपर्छ है हामीले दादा नुहाउन लगाउनु हस् पनिसमेन्ट मारे ओके छ त ए बाबु ए बाबु जा गइहाल नलमा बसिहाल जा राजीजीको के हो राजीजीले पार्टी हाल्दैन मैले नहुने गरेँ त्यही अनि चाहिँ ठुलो अहिले को दाइहरू आएको छ भने होइन भनौँ न यसो। दाइ कहाँ बाबु साहब दाइले अहिले त्यस्तो हुन्न भाइ गरे कसम छ भनिसके त कसम छ भनिसके सबजनालाई कसम दिइसकेँ मैले आज कति एक हप्तापछि नौला छ मेरो भाइ लभ छ है मेरो भाइलाई लभ दाजाहरू केही छैन इजी ओके इजी हातले मात्रै दिइराख हातले मात्रै नो नथिङ मोर इजी खेल इजी ओके इजी ओम दा वेलकम वेलकम ए यता सुन त तिमीहरू त चुपचाप भयो त किन रेडी हामी हुँदैन जित्दैन त के गर्नु अनि? के गर्दैनौ जित्दैन अनि कहिले पनि यता सुन आँगा आँगा यता सुन यो राजीव भाइ जाऊ तिमी जग समात्दै गर टुल्लु जा त रेडी हुँदै गर क्यामेरा लगेर जा मोबाइल लगेर जा मोबाइल लगेर यतिकै प्यान्ट र टी सर्ट माथि नआ भोटे तयारी हुन्छ उड्नु आउँछ तयारी गर्दै गर स्टेप स्टेप ल ल अब तयारी गर्नु पर्यो राजाहरू के गर्ने के हुँदैन गर्ने अनि फेरि अनि टी सर्ट लुगा खोल्नु भन्नु कि मेरो टी सर्ट तेल लाउँछ फेरि कोसिस गर ठुलो हार्न सक्छ तल नम्बिका एभ्रीवन ओम दा सिका इथान एभ्रीबडी इट्स सार्क वारमेमा आर्मीको फेरि अलिक त स्वाइग नै पारा छोड्दै हुन्छ कि या चाड्यो हुन्छ फेरि अलिक होइन ऊ डबल लाग्दैछ है गाइस डबल ए One man army. आर्मी नो लभ नो इन्ट्रेस्ट नो लभ नो बुस्टिङ सिस्टिङ त आउँदैछ त के हुन्छ के हो त तुलो पुस्नलाई तिमी नाउन पर्दैन कि बुस्टिङ। बस्छ गाइस गाइस पुस गरेर सबैजनाले गर्दियौँ के नाउन मन छ भन्छ इथान मस्लो बुस्टिङ छ हाम्रो मन छ टिमले सबजनाले गर न साथी बुस्टी कहाँ गयो भर्खर लगाएको छ त बुस्टिङ गर्छ यार फिर्ता लिए क्या लगाएर फिर्ता लगिसके भ्यागुताहरूको चाहिँ साउन्ड ब्याकग्राउन्ड म्युजिक चाहिँ बबाल छ है मेरो भाइको ए चा गइहाल्यो क्या तिमीहरू
त नेट स्लो भएको कि के हो अड्डिरहेको भयो आँगा नस्ती हेरेर आँगाले त आँगा कहाँ हेरेको आँगा कान्छाजी ओए ये नेटमा बस्छ नि बिचार इन्टरनेट त अलि राम्रो बनाइदियो भाइ ठिकै छैन हेर्नु न आज दाइसँग त भएको नसक्नु भयो नि त अनि पर्दैन के हाल्नु बुस्टिङ छ भने 30 सेकेन्डमा लाम त बुस्टिङ मात्रै भयो नि राम्रो 40 सेकेन्डमा लागिहाल्यो अब 30 सेकेन्डमा अझै पनि उ छ के अब बुस्टिङ के आउनु पर्यो अब 40,000 स्कोरको कहाँबाट आउनु मेरो भाइको नुहाईको लागि भए पनि मैले यति गरिदिएको हो क्या मेरो भाइको बुस्टिङ छ बोलाउ न कोही कति सिद्धै गेम बुस्टिङ नहुने हुन्छ अब पानी थाप्ने ल तिमी चाहिँ धारामा पानी थापेर बसिराख्ने है बुझौ बसिराख्ने यसमा पानी हाल्नु म चाहिँ अब नहुने काम मेरो चाहिँ नहुने काम भयो यतातिर बाबु त चाहिँ नाङ्गे नआउनु है म भन्दैछु आइडी साइडी ब्यान्ड हुन्छ अम्बिका मस्त क्रिस्टियन मा ब्रदर सदन खड्का सिका मा ब्रदर ओम दाइ चार विसेटी मैले चाहिँ अब यहाँ पछाडि गरे बाल्टी छँदैछ यहाँनिर ब्ल्याक बर्ड छ मेरो मैले बाबु हजुर हजुर अलि पछाडि जा यतिकै टी सर्ट माथि नआउनु है साबुन लाएर यति टी सर्ट माथि नआउनु टी सर्ट नखोल टी सर्ट धुनु पर्ने त फेरि अहिले नआएर फेरि लगाइदिन्छ त मलाई थाहा छ त्यहाँ बस्नु पर्यो म त राजीव भाइ त्यो बोतल किने जग थाहा जग जग त कहाँबाट लिएर आउनु भयो तिमीसँग त केही पनि हुँदैन रहेछ तिमीसँग त खालि त्यो आँसु मात्रै रहेछ त्यो भयो नि बोतल खान्छ नि बोतल त्यही नागे त्यो भाइसँग हिजो भाइ एउटा गीत बजाउ भन्दाखेरि दाइ स्पिकर छैन अरे भाइ एउटा दाँत कालो बनाउ भन्दाखेरि दाइ गाजल छैन यो भाइसँग के हेड यार के छैन दाइ बोतल थाहा तिमी बोतलबाट नहुँदा राम्रो हुन्छ एकछिन बाबु ए हजुर त मुख धुन लाग्छ कि नहुन लाओस् कि मुख धुन लाओस् कि यो पारा नहुन लाग्छ नुहाइसकेँ मैले यो भएन खालको नुहाइ हुन्छ यो त मेरो खालको नुहाइ यो त म नुहाउँछु जाडो महिनामा यसरी मैले नुहाइसकेँ दाइ कसरी त नि हामी त कसरी नुहाउँछ यार यति त म अरे नुहाइसकेँ टाउको नुहाइसकेँ त यसरी को नुहाउँछ यार कटु भिजेको छैन यो लुगा सुगा के भिजेको छैन माथि त कसरी नुहाउँछ त यार टाउको माय गॉड यार के भन्नु यार ओइ जा शरीर पुरै नुहाउनु पर्छ टक्क साबुन लाएर यो यस्तो शरीर गन्ध लिएर म कसरी बस्न सक्छु यार यो यार मजाक गरेको देवेन्द्र दा बोल मैले नुहाइसकेँ ए बाबु यता सुन मजाक गरेको हैन तेरो घरको छरछिमेकीबाट फोन आउन थाले मलाई तपाईको भाइलाई भनिदिनु पर्यो त्यहाँ घरमा बाख्रा सुत्केरी भएको बनाइरहेको छ भनेर भन्दै थियो म फेरि टुल्लु कहाँ नआयो होला भनेर नआ अहिले गाउने अब अझै पनि मान्दैन के नाइ भयो छोड्दे तैँले भनेको मानेनस् आजदेखि तेरो मेरो रिस्ता कट्टी भयो भोलि नुहाएर आउँछु आजदेखि त मेरो भाइ तेरो मेरो रिस्ता कट्टी भयो ओइ तर है रुक्छ फेरि पुरानो निकाले है फेरि अहिले आऊ भित्र आऊ भयो सबजना भित्र आऊ पुग्यो मैले टाउको चाहिँ तल च्याटमा लेखिराखेको छन् के भयो कि दाइ नहेप्नु है भयो कि दाइ तपाईहरु नहेप्नु यताउति गर्नु भनेर भनिरहेको छ राजाहरु यो भाइसँग कोही पनि खडा नभएको बेलामा कुल भाइ खडा थियो याद छ कि छैन बुझेको बुझेन बुरे आदमी है बुरे वक्त में आएंगे हम मिलने हो त्यस्तो टाइपको बुझेको बुझेन त्यो त्यस्तो हुन नगर मेरो भाइ हो भाइले के भनेको लाग्छ भन त नहुने त मलाई एकदम राम्रो लाग्छ त इट्स ओके जिस्काथे इट्स ओके तिमी स्याम्पू कहिले लाएर नआउँदैन इट्स ओके स्याम्पूले नआएपछि अब खर्च हुन्छ पैसा यता सुन त्यो पनिसमेन्ट छोड्देऊ मेरो भाइले दामी दाइको लागि एउटा दामी लाइन हाने भने मलाई त्यति पुग्यो के एक लाइन दाइ एकछिन चुप लगाए सबजना पनि दिनु पर्यो पनि दिनु पर्यो एउटा दामी लाइन हाने ओए कपाल त बबाल मिलायो त के हो ओए अपुई
आमा मैले भनेको होइन त कमाल नाक खाएर डायलग। बसेको ल एउटा दामी ल हेर न अरू कोही के चाहिँ भन्नु घरै ल? घरै छ ल ल मेरो एउटा लाइन छ है ल गाइज यो 2 लाइन मेरो दाइको लागि गाइज यो 2 लाइन दाइको लागि पहिलाको जस्तो अहिलेसम्म पनि बिर्सेको छैन नि दाइ होइन सायरी बिर्सिसक्यो अब के कसरी बिर्सिँदैन होला अहिले मलाई गाइज यो 2 लाइन मेरो दाइको लागि संसारकै बहुमूल्य उपहार पाउनु भनेको तपाईँ जस्तो दाइ पाउनु हो जो कोहीलाई कहाँ मिल्ने गर्छ हामी जस्तो भाग्यमानीलाई पो मिल्ने गर्छ नि रगतको नाता नभएर के भयो त दाइ मनको नाता लाएको छु अनि म दुखी किन हुनु हजुर र म एउटै आमाले पाएको सन्तान होइन हो भनेर जबकि यति धेरै सपोर्ट र हेल्प गर्ने कुलबाई जस्तो दाइ पाएको छु माया दाइ माया होइन म त माया होइन, होइन, दाइ भन्नु। माया होइन दाइ त मायाको बारेमा धेरै भन्नुहुन्छ माया भन्ने लाग्छ माया भनिदिए लास्टमा त नखा दाइलाई माया गरे भनेको अरे कति लभ यु मेरो भाइ लभ यु सो मच बुझ्यो कि बुझ्ने तँलाई जे पनि होला तँलाई जसो पनि होला तेरो दाइ खडा रहनेछ जहिले पनि याद छ कि छैन दुनियाँ यताबाट उता होला तर म मेरो भाइसँग खडा हुन्छु बुझिन एउटा लाइन छ आमाको लागि अब अब हाम्रो दादाले चाहिँ अब आफ्नो मम्मीलाई सम्झिराख्नु भएको छ बचपनमा अब याद आएको होइन ल बचपनमा याद आएको खेलिरहेको र आमा छोरा भएर हजुरहरू खेलिराख्नु भएको पहिलाको जस्तो अहिलेसम्म पनि बिर्सेको छैन नि आमा घरको धुरीमा लागेका ती टन्टाना घामहरू आँगनमा झरेका ती असारे झरीहरू अनि बलिचिचिम साउने भदौहरू मेरो प्यारो आमा यो त सायरै हो कि के हो यार यो त के गुल्जारको उ आयो त यार यसमा त भाव आयो त त्यो सायरी हान्छ कि जस्तो लाग्यो यसले मलाई आफै लेख्छ कि बरुबाट चोर्याओस् होइन मैले त यत्तिकै भनेको ए होपी हान्दो रहेछ है दामी लाग्यो है मेरो भाइलाई चाहिँ मनदेखि माया छ भित्री मनदेखि माया छ मेरो भाइलाई लभ छ है लभ यु टुलु लभ यु टु मेरो दाइ धेरै धेरै माया छ झिकै माया छ सुदूरबाट ठिक छ झिकै माया त छ कि तर यो माया दिनुभन्दा अगाडि नयाँल्नु एक लट है भोलि त मैले दारी सारी सबै भोलि दारी सारी काटेर यस्तो हेन्सीबाट लाइभ आइछ कि बुझिनस् मै दम्म परू के मै दम्म होस् कि आमा कहाँबाट सर्ट अलिकति सर्ट कोट लाउनु टाइस लाउनु खालि भरियो अब त साउन गइसक्यो अब त तर के गर्नु हजुर हरियो कपडा नि मनपर्छ मलाई राम्रो लाग्छ ठिक है ल ज्यादा नमस्की घरमा बुढी हुँदा बाहिर ज्यादा नमस्की सुन्नु मेरो अक्कलले तर मेरो मम्मीले भन्नुहुन्छ मलाई सधैँ नक्कलले कहाँ गएर मरु होला म त यार कहाँ गएर मरु होला यार म त सक्दिनँ यार म गयो अहिले